लसोडन्न मन्नलाई या लसो 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 सिन्धुलीको घ्याङ्ग्रे गाउँपालिका 4 चौकी डाँडाका उत्पन्न कुमार भैवा डम्फु बजाउन र डम्फुकै तालमा नाच्न निकै रमाउनुहुन्छ। गाउँघरमा ताम्बाको भूमिका पाउँदा होस् वा रमाइलो गर्ने बेला मौका मिल्दा होस्, हरेक समयमा डम्फु बजाउन तम्सिहाल्ने भैवालाई डम्फुको इतिहास मात्रै होइन, तामाङ समुदायमा डम्फुको महत्त्व कति हुन्छ भन्ने ज्ञान पनि उत्तिकै राम्रोसँग छ। लामाले बजाउने लामाको यो बाजा भन्छ, नेपाली भाषाबाट ढ्याङ्ग्रो भन्छ। लामाले बजाउने लामाको ढ्याङ्ग्रो, झाँक्री झामीले बजाउने धामी झाँक्रीको ढ्याङ्ग्रो। ढ्याङ्ग्रो भनेको छालाले मरेको हुन्छ, सरले करिब थाहा नै होला। अनि लप्ताब लपाउनु भन्छ देवाली गर्ने पुरोहित, अनि त्यसलाई भन्छ उसले बजाउने ढ्याङ्ग्रो हुन्छ, त्यसले भन्छ लाबुनको ढ्याङ्ग्रो। भनेपछि यो भयो ताम्बाको ढ्याङ्ग्रो। तम्बाले बजाउने डम्फु। अब यसमा चरा हुँदैन? चरा हाले पनि हुन्छ, हाले हुन्छ। अब डम्फु भनेको शब्द यो त नेपाली भाषाबाट हो। हाम्रो तामाङ भाषाबाट के भन्छ भनेदेखि यसले रोल्मो भन्छ। तम्बाले बजाउने डम्फु तम्बाको रोल्मो, लामाले बजाउने ढ्याङ्ग्रो लामाको रोल्मो, धामी झाँक्रीले बजाउने ढ्याङ्ग्रो झाँक्रीको रोल्मो। अनि देवाली गर्ने आफ्नो कुलको काम गर्ने हाम्रो तबा लबाउनु भन्छ हाम्रो भाषाबाट, उहाँले बजाउने लबाउनको ढ्याङ्ग्रो भनेको लबाउनले बजाउने ढ्याङ्ग्रो हुन्छ। यस्तै हुन्छ कि फरक फरक हुन्छ? फरक हुन्छ। यहाँ बेड हालेको हुन्छ, यसो एउटा बेड हालेर यसो बजाउने हुन्छ। कुनै कुनै धामी झाँक्रीले बजाएको देख्नु भएको होला नि, छ त्यो त्यस्तै। हाम्रो बुवाहरूले नै अलिअलि बजाउनु हुन्छ। र भनेपछि यो डम्फु भनेको चाहिँ हाम्रो तामाङ रीतिरिवाजमा खास गरेर भन्नुपर्दाखेरि अहिले त यो तामाङको रीतिरिवाज तामाङले नै छोड्दै गयो है। अब यसभन्दा पछाडि अहिले भन्दा पनि यो अन्तिम यो शिथिल भएरै जान्छ तामाङको रीतिरिवाज चाहिँ, अझै कम हुन्छ होइन? हजुर। किन भन्नु होला भनेदेखि अब तामाङको छोराले अरू जातको केटी बिहे गर्छ, कतिपयले गरिसक्यो। भनेपछि अब त्यो अरू जात म तामाङ हो, मेरो छोराले अब छेत्री बाहुनी छेत्रीनी अब गुरुङनी नेवारनी सुनारी मगरनी ल्यायो बिहे गर्यो भने अब उनीहरूको बिहेमा त डम्फु बजाएर जानु त मिलेन। त्यसो हुँदाखेरि चाहिँ यो हराउँछ तामाङको रीतिरिवाज। र भन्दाखेरि अहिलेसम्म चाहिँ जिन्तिन हाम्रो यहाँ चाहिँ त्यस्तो हराउने स्थितिमा छ। तर हाम्रै यही भनौँ न, सिन्धुपाल्चोक भए, काभ्रेतिर भए, नौकोट कहाँतिर भए, बिना डम्फु नलिइकन नपुगिकन जन्जिने जानु दिँदैन। डम्फु लिएर आउनुहुन्छ भने जन्जी आउनुहोस्, नत्र डम्फु ल्याउँदैन भने जन्जिने नाइ हुन्छ भनेर भन्छ। डम्फु बजाउँदै जाने जन्ती लिएर डम्फु जन्जिल पनि लानु पर्यो। उहाँहरू माइतीबाट पनि डम्फु 2वटा 3वटा 4वटासम्म डम्फुरीहरू राखेर डम्फु बजाएर गर्छन् त रमाइलो। यो भने डम्फु भने एउटा बाजा हो तपाईँहरूको होइन? हाम्रो तामाङ रीतिरिवाजको रीतिथितिको एउटा ऊ रहेछ भनौँ न, पहिले पूर्वजहरूले राख्नु भएको एउटा इतिहासको। यो छाला बाख्राको पनि हुन्छ, यो चाहिँ घोरलको खसीको हुन्छ। सहर बजारमा बिक्री गर्ने डम्फु चाहिँ बढी खसीको छालाले मरेको हुन्छ।
उमेरले डाँडा काट्ने लागे पनि उहाँलाई डम्फुको सुर र धुनको खुबै माया लाग्छ। पछिल्लो समय गाउँघरमा पनि आधुनिकता बढ्दै जाँदा तामाङ समुदायमा डम्फुको प्रयोग घट्दै गएको छ। युवा समयमा डम्फुकै तालमा नाचेको गाएको सम्झँदै उहाँ भन्नुहुन्छ, अहिलेकै अवस्था रहे कसैले संरक्षण नगरे डम्फु नयाँ पिढीका लागि इतिहासको पानामा सीमित हुनेछ। अलिकति हाम्रो सन्ततिहरूले पहिलाको हाम्रो पुर्खाहरूले गरिराख्नु भएको जोगाइराख्नु भएको हाम्रो रीतिरिवाज थिदिविधि कुलकुल्यान लाई अब कसरी जोगाउँ कसरी झेकेर्न गरौँ भन्ने चाहिँ हाम्रो पछिल्लो पुस्ताहरूले त्यो सोच्नुपर्ने। अब के भन्छ भनेदेखि अहिलेको हाम्रो पुस्ताहरू जसको पनि हामीले त मतलब छैन, उहिले कुरो खुइल्यो अहिले कुरो फैल्यो भनेर भन्छ। के हो उनीहरूले मतलबै छैन, जोगिँदैन। जस्तो कि हाम्रो इतिहास छ नि त, हाम्रो पहिलाको हाम्रो तम्मकाइजेन भन्छ, तामाङको इतिहास। पहिला तम्मकाइजेन निकाल्नु भएको यो के अरे सन्दवीर लामा पाक्सिन, उहाँ हाम्रो नेपालको पूर्वी नेपाल के अरे इलाममा जन्मिनु भएको रहेछ। उहाँले दार्जिलिङमा छाप्नु भएको के अरे इतिहास, तामाङको इतिहास उहाँले पनि लेख्नु भएको थियो कि हाम्रो सन्तानले हाम्रो रीतिरिवाज थितिविधि हाम्रो कुलकुल्यान हाम्रो रहनसहनलाई यति जोगाएर राखेन भने, जगेत गरेन भने पछि गएर हाम्रो सन्तान कस्तो हुन्छ भनेर लेख्नु भएको छ भनेर भनेदेखि एक बाढी काट्यो ढुङ्ग्रो, दुई बाढी काट्यो पुम्बाङ हुन्छ भनेर त्यसरी लेख्नु भएको थियो। छँदैछ अहिले पनि, र पनि त्यही हुन्छ सर। हाम्रै अब सन्तानहरूले हाम्रो कुलकुटुम्बहरू भनौँ, आफ्नै अब सन्तान भनौँ, कुलकुटुम्बहरू सबै अहिलेको जुन नयाँ पुस्ताहरूले अब यो ओडाज्यूहरू जस्तै अलिकति जानी बुझ्नेहरूले सम्झाइ बुझाइ गरेर हाम्रो रीतिरिवाज हाम्रो थितिविधिलाई हामीले त्याग्नु हुँदैन, छोड्नु हुँदैन। हामी यसो गरौँ उसो गरौँ, हाम्रो तम्बालाई हामी कसरी जोगाउँ, तम्बा कसरी हामीले बजाएर राख्नु पर्यो, तम्बा रिमछिम रीतिरिवाज भनेर हाम्रो पुस्ताहरूले सन्तानहरूले त्यो गर्दै लाग्यो भने यो पछि रहनु पनि सक्छ, नत्र भने यो खतम भयो जस्तो लाग्छ शर्मा। आउनुहोस् उत्पन्न कुमार भाइबाको डम्फुको ताल र गीतको सुरमा एकैछिन रमाऊ। या लासोडन्ना मन्ना ला ला या लासो 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 होय लासो होय लासो गन भए गन समरे बरो छे गन भए गन समरे बरो छे सावैला मारे बरो छे सावैला मारे बरो छे बोनो बनो सरो रे बरो छे बोनो बनो सरो रे बरो छे लो बोनो गन बारे बरो छे लो बोनो गन बारे बरो छे तम्बा सिंगी रे बरो छे तम्बा सिंगी रे बरो छे युल्ला सो हो रे बरो छे युल्ला सो हो रे बरो छे युल्ला गन बारे बरो छे युल्ला गन बारे बरो छे जो जो आले ननांगा जो जो आले ननांगा रीला जन छे रागु गो रीला जन छे रागु गो
장사라 배삼아 가구고 장사라 배삼아 가구고 야나지 사나지 다나쇼고 야나지 다나지 다나쇼고 야라소 라소 라소 회라소 회라소 Halomo tapa singa panadan, halomo tapa singa panadan. Yang amita manga maramena sana, yang amita manga maramena san. Siong lago niri kui lasim, siong lago niri kui lasim. Tamanga yulo la rima dena tim, tamanga yulo la rima dena tim. Sangye se to dama prenga thana jim, sangye se to dama prenga thana jim. Danga bo tamba se shenga thana jim, danga bo tamba se shenga thana jim. Ya lasso 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 hey lasso hey lasso Toro se boila wi sangari Toro se boila wi sangari Uno madanga bo dui sangari Uno madanga bo dui sangari Guazao le ba qui si mari, guazao le ba qui si mari. Tamanga yulo la rima te mari, tamanga yulo la rima te mari. Cheri ma higi brisina, ma cheri higi brisina. Dambu tola bisina, marolomo tola bisina. Unmala me meremborote, unmala me meremborote. Tamanga me pengadorote, tamanga me pengadorote. Dambu senge bisina, ma dambu senge bisina. Semaridu wala kesina, ma semaridu wala kesina. Kela yomala changiri, kela yomala changiri. Daga da sho lena chena, ma daga da sho lena chena. Towae lunga eri nangari, towae lunga eri nangari. Ma wae lunga eri nangari, ma wae lunga eri nangari. Kirala klanga si brahmami, kirala klanga si brahmami. Rila tanga sara rubudaji, marila tanga sara rubudaji. Daga da sho tila chena, ma daga da sho tila chena. Rila tanga sara prega seji, marila tanga sara prega seji. Tanga sara ra la di shoji, ma tanga sara ra la di shoji. Sharadena jangala cho samari, sharadena jangala cho samari. Ambu singala dongo tongo jim, ambu singala dongo tongo jim. Shara chori ni ba yalangala, shara chori ni ba yalangala.
छुरी से थासी बासी नाम छुरी से थासी बासी नाम प्लेगा देगा प्लेगा छाबसी नाम प्लेगा देगा प्लेगा छाबसी नाम कुरुरो कुण्डला कुरुसी नाम कुरुला कुण्डला कुरुसी नाम रिदाङ सरला दिशामजिम रिदाङ सरला दिशामजिम मरसे या गरदन रिमी मरसे या गरदन रिमी पाडब सिंहला दोङ ढोङ जिम पाडब सिंहला दोङ ढोङ जिम छुरी से थासी बासी नाम छुरी से थासी बासी नाम सिरिरी बुझो गाजे शिरसी नाम सिरिरी बुझो गाजे शिरसी नाम अम्बु सिंहला कुण्डलरी अम्बु सिंहला कुण्डलरी भोगालागी से गोरोजोंगी भोगालागी से गोरोजोंगी पुजुगाते थेरे रे क्यासी नाम पुजुगाते थेरे रे क्यासी नाम सुरुल मसेंगा जिम थिरा थिरा बा सुरुल मसेंगा जिम थिरा थिरा बा ग्याबासेगा चासम फिर फिर बा ग्याबासेगा चासम फिर फिर बा गुनो छेगा चासम मिर मिर बा गुनो छेगा चासम मिर मिर बा सबजेरी रबसम सादी रबा सबजेर रबसम सादी रबा नमगरी रब सम मो फिरबा नमगरी रब सम मो फिरबा रोलो मो सेंग जिम थिर थिरबा रोलो मो सेंग जिम थिर थिरबा गोजाम रे फ्लाना खेबा गोजाम रे फ्लाना खेबा तम्बला छारी तगजेबा गनबला छारी तगजेबा अम्माइले या लासो 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 होय लासो होय लासो लासो फ्याबुल्ला जमादान फ्याबुल्ला। तपाई डिजिटल भविष्य निर्माण गर्न तयार हुनुहुन्छ? अब सिधै आउनुहोस् MIT एजुकेसन सेन्टरमा। हामीसँग सिक्नुहोस् बेसिक देखि एडभान्स लेभलसम्म कम्प्युटर ट्रेनिङ, भाषा कक्षा इङ्ग्लिस, कोरियन, जापानिज, इङ्ग्लिस, कोरियन, जापानिज, आइएल्स, पिटी तयारी कक्षाहरू उपलब्ध। अल लेभल ट्युसन कक्षा सबै विषयका लागि। UK, USA, अस्ट्रेलिया, कोरिया, जापान, युरोपका लागि प्रोपर गाइडेन्स। फ्रेन्डली इन्भाइरोमेन्ट, एकाडेमिक एक्सिलेन्स, सक्सेसफुल फ्युचरको ग्यारेन्टी। आजै सम्पर्क गर्नुहोस् MIT एजुकेसन सेन्टर, कमलामाई नगरपालिका 6, 2 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बर 047 590 531 97 63 39 65 31 र 97 63 39 65 32। वेबसाइट www.mitsindhuli.edu.np।